ल हजुर सबैजनालाई नमस्कार। आज चाहिँ हामीले जाने अनुसार हैन कृषि सम्बन्धी केही ज्ञानहरू बाँड्दैछु आफूले जाने कुरा र भान्जा बाबुले चाइना सिकेर आउनुभयो अनुसार चाहिँ आज हामी यो कटरको बोटमा यसरी यहाँ किराले बिचमा खोप्यो भने कस्तो खालको उपचार गर्ने भन्ने घरेलु उपाय चाहिँ उहाँले सिकाउँदै हुन्छ। एकचोटि भान्जा बाबु सबैजनालाई चाइना भाषाबाट भनिदिनुहोस् न। 我今天我前我先就玩，我们这个新北镇的出的出在出，给他松开，宽松过来宽，俺们这就飞机的飞。 उहाँले भन्नुहुन्छ यस्तो खालको चाहिँ किराले चाहिँ यसरी खायो भने यो भित्रैदेखि किरा आएको हुन्छ भन्नुहुन्छ हैन भित्रैदेखि ए यस्तो भएर भित्रैबाट किरा आएको हुन्छ यो सम्बन्धी कसरी उपचार गर्ने भन्ने बारेमा चाहिँ उहाँले भन्नुहुन्छ यस्तो भित्रबाटदेखि किरा आयो भने चाहिँ के गर्नुपर्छ रे 我种个菜，我这边看我就玩，我就菜，我就出菜。 यस्तो खालको फ्युल पेट्रोलमा चाहिँ थोरै कपास चाहिँ चोपेर यस्तो पालमा खादिने भन्नुहुन्छ त्यही होइन त 我操！ त्यसो गरिसकेपछि ल अब आज हामी त्यही अनुसार गरौँ है त घरेलु उपाय हजुरहरूले किराले समस्या पारेको छ भने यसो गरी चाहिँ पेट्रोल यहाँभित्र यसरी खादिने रे पाल परेको हुन्छ है त 我就干。 बस अब यसपछि के गर्ने 我从前我就玩红球菜，喝不菜，我想。 उहाँले भन्छ यसरी पेट्रोल लगाएर कपासमा पेट्रोल लगाएर खाँद्ने त्यसपछि यसरी गोबरले ल्याप्पा पारिदिने अनि यसो गरिसकेपछि यो भित्रै किराको के डेट हुन्छ के 我从来我玩，我说爱吃看我看。 बस उहाँले भन्नुहुन्छ यो भित्रै किराको डेट हुन्छ र यही गोबरले चाहिँ ट्याक्कै यहाँ नयाँ मासु पनि पलाउँछ त्यही भन्नुहुन्छ हैन 我操！ हजुरहरूलाई पनि यस्तो प्रब्लम छ भने चाहिँ हैन हामी मामा भान्सँग नयाँ नयाँ चाहिँ ज्ञानहरू लिन सक्नुहुन्छ एकचोटि यता आएर देखाइदिनुहोस् त यता पनि सायद यस्तो खालको पनि यहाँ देखाइदिनुहोस् त ल यहाँ पनि हामी त्यही अनुसारको उपचार गर्दै जान्छौँ त्यो माथि किराले त्यसरी पाल पारेछ यसमा पनि सेम त्यही हैन 我常在先别说看，我就看不上。 ल गुड है त हजुर यही है त आइडिया चाहिँ